दाराहरूलाई अनुरोध गर्दछु। हार्दिक धन्यवाद उद्घोषकज्यू। सम्पूर्णमा नमस्कार। हेटौडाको यो सुन्दर नगरीमा साहित्यिक कार्यक्रमको सिलसिलामा म दोस्रो पटक उपस्थित हुँदैछु। पोहोर मात्र आँचल कला साहित्यको कार्यक्रममा पनि मैले सहभागिता जनाउने मौका पाएकी थिएँ र आज पुनः यो गरिमामय संस्था मातृभूमि साहित्यको बारेमा, साहित्य समाजको बारेमा सुनिरहेकी थिएँ। यो 25 वर्ष, कति 29 वर्ष जस्तो लाग्छ, त्यो समय आइपुगेको संस्थामा आज यहाँहरू समक्ष उभिएर केही कुराहरू गर्न पाउँदा एकदमै खुसी लागेको छ। म अब निबन्धको बारेमा हाम्रो डाक्टर ज्ञानु अधिकारी म्यामले भनिसक्नुभयो। म चाहिँ तुइन जिन्दगी भन्ने एउटा निबन्धात्मक कृति जुन अत्यन्त लोकप्रिय भयो, यो 2081 सालमा प्रकाशन भए पनि यसको दोस्रो संस्करण पनि आइसक्यो र त्यो तुइन जिन्दगीलाई किन छान्नुभयो होला मातृभूमि साहित्य समाजले भन्ने पनि लाग्यो, किनकि त्यो कृति एकदमै पठनीय कृति भएको हुनाले नै होला भन्ने मलाई लाग्यो। हामीले यसका लेखक डाक्टर रेणुका सोलुलाई यहाँ देख्छौँ। उहाँले सोलु भन्ने नाम राख्नुभएको छ। सोलुको अर्थ उहाँ सोलुखुम्बुकी छोरी हो। सोलुखुम्बु भन्ने बित्तिकै हामीले तेन्जिङ नोर्गे शेर्पा र अरू शेर्पा दाजुभाइलाई हामी झट्ट सम्झन्छौँ भने त्यही जिल्लाको एउटा कुनामा एउटी निर्भीक एउटी नारी चाहिँ रेणुका थापा सोलु पनि जन्मिएकी थिइन् र उनले आफ्नो सङ्घर्षबाट आफ्नो जीवनमा हासिल गरेका कुराहरूलाई उहाँले लेख्दै आउनुभएको छ। 70 को दशकदेखि नै मैले उहाँका कृतिहरू पढ्न थालेकी हुँ। उहाँ अनि उपन्यासकार, गजलकार, अनि बिपी कोइरालाका कथामा, नीति चेतनामा विद्यावारदी हुँदै अहिले पछिल्लो समय उहाँले यो संस्मरणात्मक निबन्ध कृति तुइन जिन्दगी भनेर प्रकाशन गर्नुभएको छ। वास्तवमा यो तुइनको अर्थ पनि बडो सिम्बोलिक छ। तुइन हामीलाई थाहा छ एउटा जटिल एउटा सवारी साधन नै भनौँ त्यसलाई एक प्रकारको, जसमा झुन्डिएर होइन एकदमै कठिनतापूर्वक हामीले कस्ता डरलाग्दा नदीहरू तरेको देख्छौँ र तुइनका बारेमा धेरै राजनीतिकरण भएको पनि पाउँछौँ र समाचारहरूमा यसले धेरै पटक चाहिँ यसको बारेमा व्याख्या विश्लेषण भएको पनि हामी सुन्छौँ। त्यही शीर्षक एउटा महिलाको जीवनमा कति उनले तुइन जस्तो जिन्दगी बाँचेर जिउनु परिरहेको छ, यो समाजमा आफ्नो अस्तित्व खोजका लागि ऊ कति सङ्घर्षशील हुनु परेको छ भन्ने कुरा उहाँको यो कृतिमा भेटिन्छ। यो कृति यस प्रकार रहेको छ तुइन यसमा। र यो सायद हेटौडामा हाम्रो छवि अनित्यजीको पसलमा आइसकेको छ कि छैन, यदि आएको छैन भने मैले लेखकज्यूलाई सोधेकी थिएँ, आएको छैन होला, म पठाउने व्यवस्था गर्छु भन्नुभएको छ। किनभने यो धेरै काठमाडौँका नेपालका धेरै पुस्तकालयहरूमा पनि यो गइसकेको छ र अझै कतिपय ठाउँमा यो पुग्न सकेको छैन। काठमाडौँतिर धेरै चर्चा परिचर्चा भयो, पोखरातिर पनि भयो, सायद मकवानपुरमा यो पहिलोपटक होला। अनि यो कृतिभित्र 18वटा शीर्षकहरू रहेका छन्। ती 18वटा शीर्षकहरू यति चाहिँ मार्मिक छन्। ती शीर्षकहरू मात्रै पढ्यो भने पनि हामीले यहाँका धेरै कुराहरू चाहिँ बुझ्न पाउँछौँ। जस्तै लाउरे भएर फर्किँदा, कुमारीको घोडी, एउटा युवतीको जोखिमपूर्ण यात्रा, बुबा हुनुहुन्छ बुबा हुनुहुन्न, प्राण नै सकथोक, सती जाने सौभाग्यहरू आदि इत्यादि कुराहरू छन्। यी सबै मैले संक्षिप्तमा यो कृतिको पनि मर्म चाहिँ सबै आउने गरेर म यहाँ भन्ने अनुमति चाहन्छु। पहिलो शीर्षक नै के छ भन्दा लाउरे भएर फर्किँदा भन्दाखेरि उहाँ पढ्नमा अध्ययनको उहाँलाई अत्यधिक भोग है, यति धेरै अध्ययनको भोग, जिज्ञासु जस्तै। सोलुखुम्बुको एउटा गाउँमा चाहिँ पढ्नु भएको छ, त्यहाँनिर म्याथ, साइन्स अनि अङ्ग्रेजी पढाउने शिक्षकहरू त्यति गुणस्तरको हुनुहुन्न। अनि उहाँले चाहिँ राम्रो शिक्षा पाउनको लागि उहाँ झापा आउनुहुन्छ होइन। झापा आउँदाखेरिको सङ्घर्ष पनि उत्तिकै जटिल छ। त्यो डाँडा काँडा, त्यो भिर पाखा पखेरा चाहिँ छिचोल्दै उहाँ त्यहाँ आएर पढेर अनि फर्कने क्रममा चाहिँ उहाँले के गर्नुहुन्छ भन्दाखेरि अलिकति नेपालको लुगा कालिम्पोङतिर लगेर बेच्ने त्यहाँ मेसो पाउनुहुन्छ, त्यहाँ कोही त्यहाँ छरछिमेकीहरूले त्यस्तो आफू बसेको ठाउँबाट त्यस्तो गरेपछि उहाँले पनि त्यो काम गरेर अलिकति अर्थ आर्जन गर्नुहुन्छ र त्यो अर्थ आर्जनबाट आफूले ट्युसन पढेको पैसा चाहिँ भुक्तान गर्नुहुन्छ र आफ्नो घरमा पनि उहाँले कोसेली लैजानुहुन्छ। यसर्थ हेर्दा एउटा अर्थ निर्माणको प्रक्रियातर्फ पनि उहाँ लाग्नुहुन्छ। त्यो खालको सचेतना उहाँ एसएलसीको चाहिँ जाँच दिन आउँदाखेरि त्यो उमेरमा नै उहाँले यो चाहिँ गर्दै
अनि दोस्रो शीर्षकमा चाहिँ यसरी नै उहाँको यो वास्तवमा एउटा जीवनको अभिलेखीकरण पनि हो। उहाँले एसएलसीको उमेरदेखि अहिले उहाँ त्रिभुवन विश्वविद्यालयको प्रशासन प्रमुख भएर काम गर्नुभएको छ विभिन्न कलेजहरूमा। त्यहाँसम्म आउँदाखेरि उहाँले भोगेको भुक्तमानहरू होइन, एउटा महिलालाई एउटा स्वावलम्बी भएर अथवा एउटा सम्मानित जीवन जिउनको लागि त धेरै कठिन छ होइन। त्यो कठिनतासँग उहाँ कसरी जुधे भन्ने खालका कुराहरूको चाहिँ यहाँनिर चाहिँ दस्तावेजीकरण भएको छ। उहाँको 12-13 वर्षको उमेरमा उहाँको अस्वाभाविक पेट बढेको रहेछ। अनि त्यो पेट बढ्दाखेरि उहाँले कति काम गर्न उहाँलाई अप्ठ्यारो भयो, त्यो निहुरिन कति अप्ठ्यारो भयो। तर पनि उहाँ त्यो अप्ठ्यारोलाई झेल्दै हिँड्नु भएको रहेछ। अरूहरूले अब हाम्रो समाजले त किन त्यसको त्यो भुँडी त्यस्तो बढेको होला होइन, एउटा गर्भावस्थाको जस्तो भुँडी उहाँको बढेको रहेछ। अनि उहाँले त्यो झेल्दै पछि काठमाडौँ बसाइको क्रममा डक्टरकोमा जचाउँदाखेरि त त्यो उहाँको पाठेघरको नजिक एउटा सिस्ट फलाएको रहेछ र त्यो सिस्ट फालिदिएपछि बल्ल उहाँले पुनर्जीवन पाएको कुराहरूलाई चाहिँ एकदमै मार्मिक ढङ्गले उहाँले एउटा सिँगै शीर्षकमा व्यक्त गर्नुभएको छ। अनि एउटा युवतीको जोखिमपूर्ण यात्रामा पनि त्यस्तै छ। उहाँ काठमाडौँ एउटा ट्राभल एजेन्सीमा एउटा काठमाडौँमा बाँच्नको लागि एउटा सानो जागिर गर्दै बस्नुभएको अवस्थामा एसएलसी पास भइसकेपछि आएर अनि उहाँको जीवनमा बुबाको एकदमै ठुलो प्रभाव होइन। एउटा छोरीलाई सफल बनाउन बिहे नहुँदा उसको घर परिवार बुवा आमा र बिहे भइसकेपछि उसको श्रीमानले जति सहयोग गर्नुभयो त्यो छोरी सफल भयो। नत्र भने यदि घर परिवारबाट कसैबाट सहयोग छैन भने त्यो छोरीले कुनै हालतमा पनि त्यही घरधन्दा र चुलो चौकोमा ऊ सीमित हुने हो, अगाडि बढ्न सक्दैन। उहाँलाई चाहिँ बुवाले पनि असाध्यै माया गर्ने, छोरी अगाडि बढ आदि इत्यादि भनेर घरबाट निस्कन दिने गर्नुहुँदो रहेछ। र बुवा बिरामी हुनुभयो भनेपछि उहाँ यदि आत्तिएर त्यो जङ्गलको बाटो अनि बुवाको त्यो रोगको बारेमा सायद उहाँले बुझ्नु भएको थियो होला पहिले फोन गरेर। बुवाको पिसाब चाहिँ बन्द भएर उहाँको पेट फुलेर मरणासन्न अवस्थामा तुलसीको मोडमै पुर्याएको अवस्थामा उहाँले चाहिँ त्यो कसरी त्यो पिसाबलाई चाहिँ अब डक्टरकोमा ल्याउनु त गाह्रो छ होइन, धेरै प्रक्रियाहरू हुन्छ त्यहाँ, त्यो तत्काल सम्भव हुँदैन। अनि उहाँले त्यो एउटा स्वास्थ्य कर्मीसँग त्यो सिकेर पाइप लगेर अनि त्यहाँको हेल्थ पोस्टको मान्छेलाई सिकाएर अनि बुवालाई त्यो निकालेर अनि त्यो पिसाबहरू र त्यो पेट ढाडिएको सबै गरेर साम्य बनाएर सन्चो बनाएर अनि उहाँ फर्किनु भएको छ। त्यसो गर्दाखेरि पनि यति श्रद्धा चाहिँ भाव जाग्छ लेखकप्रति। हरेक निबन्धहरू यस्तै छन्, यस्तै कथाहरू नै छन् सबै। अब यहाँ भन्यो भने लामो हुन्छ। अनि बुबा चाहिँ बित्दाखेरि पनि होइन उहाँले चाहिँ आफै दागबत्ती दिनुभएको छ। त्यो दागबत्ती दिँदाखेरि पनि सङ्घर्ष धेरै छ। सायद उहाँको भाइ इन्डियातिर बस्नुहुन्थ्यो, आई नपुगेर चाहिँ उहाँले त्यो पनि दिनुभएको छ, कोसँग के भन्नुपर्ने हो सब भनेर, म पनि सन्तान हो, एउटै कोखको बराबर हो आदि इत्यादि भनेर त्यस्तो खालको एउटा अस्तित्व चेतले उहाँ झकझक्याउँदै काम गर्नुभएको छ। अब अफिसमा काम गर्दाखेरि उहाँले कति धेरै विभेदहरूको सामना गर्नु परेको छ होइन। अब गर्भावस्थामा समेत जागी मलाई यस्तो गाह्रो भयो मलाई बिदा दिनुहोस् भन्दाखेरि पनि त्यहाँनिर सहयोग नपाउने हाम्रो चाहिँ ऊ छ होइन। अब यो त एउटा राष्ट्रको एउटा जिम्मेवार नागरिक जन्माउनेदेखि लिएर आफ्नो वंश वृद्धि गर्ने एउटा जनसङ्ख्या नै वृद्धि गर्ने कति ठुलो कुरा हो कि यो बच्चा जन्माउने कुरा। त्यो कुरा अहिले चीन र जापानले महसुस गरेको छ होइन। यो बच्चा त्यहाँ अहिले जन्माउने नै चलन चाहिँ महिलाहरूमाथि यस्तै खालको चाहिँ दुःख पीडा धेरै हुने भएको हुनाले बच्चा जन्माउने प्रक्रिया नै कम भएको हुनाले अहिले बच्चा जन्माउनेलाई अथवा 3टा 4टा सन्तान जन्माउनेहरूलाई कति खाले सुविधाहरू पनि प्रदान गर्न थालिएको छ। र उहाँले चाहिँ उहाँ लगायत समग्र महिलाहरूले चाहिँ एउटा गर्भावस्थामा आफ्नो कार्यालयबाट आफ्नो चाहिँ समाजबाट भोग्नुभएका विभेदहरूलाई पनि उहाँले यहाँ लेख्नु भएको छ। अनि त्यसपछि हामीहरू के भन्छौँ, महिलाहरूलाई सौभाग्यका साधनहरू लगाउनुपर्छ, सिन्दुर चुरा पोते टिका यो सौभाग्यको साधन हो, यो लगायो भने ऊ चाहिँ एकदमै सौभाग्यशाली हुन्छ, लामो समय जिउँछ, श्रीमानको पनि आयु बढ्छ भनेर हाम्रो समाजमा चाहिँ भन्ने गरिन्छ होइन। अहिले बिस्तारै यस चेतनामा अलिकति कम आए पनि उहाँले यो एउटा निबन्धमा के लेख्नु भएको छ भन्दाखेरि महिलाको सौभाग्य भनेको त उसको आँट हो, उसको हिम्मत हो, उसको शिक्षा हो, उसको आत्मबल हो र आर्थिक स्वामित्व हो। जबसम्म यी कुरा हुँदैन त्यो छोरीले सिन्दुर टिका पोते लगाउँदैमा कि त्यो छोरीले समाजमा सजिलोसँग बाँच्न सक्छ र यस्ता खालका प्रश्नहरू उहाँले यो निबन्धमा उठाउनु भएको छ।
यी सबै निबन्धहरू संस्मरणात्मक छन्, कुनै कुनै आत्मपरक पनि छन्। अनि अहिलेका छोरीहरूको कथा पनि उहाँले लेख्नुभएको छ यहाँ। हाम्रा अहिले छोरीहरू बिहे गर्न मान्दैनन्, छिटो बिहे गर्न मान्दैनन् होइन। अनि बिहे गरिहाले पनि उनीहरू तुरुन्तै बच्चा जन्माउन मान्दैनन्, किनभने उनीहरू पहिला आफू आत्मनिर्भर हुन चाहन्छन्, आफू बराबरको चाहिँ जीवनसाथीको खोजमा रहन चाहन्छन् र परम्परागत बुहारी हुन उनीहरू चाहन्छन्। जुन बुहारीलाई बिहान उठ दैलो पोत गर, झाडु पोछा लगाऊ, यो पकाऊ त्यो पकाऊ भन्ने खालको त्यो घर छ भने हाम्रा छोरीहरूले त्यो कुरालाई अहिले मान्दैनन्, किनभने उनीहरू त्यस्तो खालको चाहिँ सँगसँगै उहाँको छोरा पनि छ, आफ्नो बुहारी पनि छ भने किन हामीमा विभेद भनेर प्रश्न उठाउन थालेका छन् होइन। त्यही भएको हुनाले यो कुरा पनि उहाँले यहाँ उठाउनु भएको छ। यससँग एउटा चाहिँ शीर्षक नै छ विवाहको भयो, छोरीका कुराहरू भए। अनि त्यसपछि हाम्रो यो अहिले पछिल्लो समय चाहिँ रजनोवृत्तिको असर भन्ने शीर्षकमा चाहिँ उहाँले यो मेनोपोज भने प्री मेनोपोज भन्ने हुन्छ र पोस्ट मेनोपोज भन्नेकोमा पनि नसुनी बन्द हुँदाखेरि कति महिलाहरू आत्तिएका, किनभने त्यति बेला हर्मोनहरू गडबडी भएर उनीहरू चाहिँ घरि जाडो हुने, घरि गर्मी हुने, धेरै चिडचिडाहट आउने, रिसाउने, झगडालु स्वभाव हुने, अनि बिरामी पर्ने, त्यस्तो खालका विविध समस्याहरू भोगिराखेका हुन्छन्। र यो बारेमा चाहिँ हामीले पछिल्लो समय बहस गर्नुपर्ने भएको छ। हाम्रा आमाहरूले कसरी गुजार्नु भयो होला ती कहाली लाग्दा क्षणहरू भनेर चाहिँ त्यो रजनोवृत्तिको असर शीर्षकमा पनि उहाँले जागरुक बनाउन त्यो शीर्षकमा पनि आफ्नो भावनाहरू लेख्नु भएको छ। अब वैवाहिक बलात्कारका कुराहरू हामीले सुनिरहेका छौँ। हाम्रो सपनावल्लभ प्रधानले यो विधेयक पास गर्नुभएको थियो होइन। अनि एउटा श्रीमती हो भन्दैमा उसलाई जति बेला पनि उसँग शारीरिक सम्बन्ध राख्न पाउने हक हो भन्ने खालका विरुद्धमा उसको इच्छा छैन भने हामीले कहिले पनि त्यस्तो गर्न पाइँदैन भनेर एउटा वैवाहिक बलात्कारको चाहिँ मुद्दा जुन पास भयो हाम्रो चाहिँ अदालतमा, त्यो कुराको बारेमा पनि उहाँले यहाँ लेख्नु भएको छ। अनि सम्बन्धका 3 आयाम भन्नको मतलब त त्यही अघि मैले भने परिवार, छोरा, श्रीमानले चाहिँ एउटा महिलालाई अगाडि बढायो भने ऊ अगाडि बढ्न सक्छ भन्ने शीर्षकमा छ। अनि त्यस्तै अब उहाँलाई अलिकति अगाडि जागरुक भएर कुरा गर्यो भने अति सस्तो शब्द यो त नारीवादी रहेछ भनिदिने। हाम्रो समाजले बुझेकै छैन नारीवाद भनेको के हो। स्वयं पुरुष पनि नारीवादी हुनसक्छ। नारीवादको चाहिँ अर्थलाई यति चाहिँ सस्तोसँग चाहिँ व्याख्या गरिदिने हाम्रो समाजको प्रवृत्तिप्रति पनि उहाँले लेख्नु भएको छ। र यसर्थ हेर्दाखेरि अनि एउटा चाहिँ यो निबन्धको अन्तिममा एउटा शीर्षक छ शङ्काको आगो भन्ने। त्यहाँनिर हाम्रै साहित्य जगतमा भएका त्यस्ता खालका घरेलु हिंसाहरूलाई यहाँनिर प्रस्तुत गरिएको छ। जुन चाहिँ महिला विद्यावारती पनि गरिरहेकी छ अथवा नाम कमाएर एउटा इज्जतको जीवन बाँचिरहेकीमा पनि आफ्नै श्रीमानले दमन गरेको चाहिँ यस्ता खालका घटनाहरू हाम्रा साथीभाइहरूले पनि भोगिराख्नु भएको छ। हामी समाजलाई बाटो देखाउन त साहित्य लेख्छौँ, तर आफै कति त्यसबाट पीडित भइरहेका छौँ र त्यो ओकल्न किन गाह्रो भइरहेको छ भन्ने सन्दर्भमा पनि उहाँले यो निबन्धमा व्यक्त गर्नुभएको छ। समग्रमा हेर्दाखेरि उहाँले यो 18वटा शीर्षकमा आफ्नो चाहिँ एसएलसीदेखि अहिलेसम्म 16 वर्ष उमेरदेखि अब अहिलेको उमेरसम्म सायद उहाँ 50 तिर पुग्न लाग्नुभयो होला, पुगिसक्नु भएको छैन कि। अनि 50 को उमेरसम्म पुग्दाखेरि उहाँले जीवनमा भोगेका भोगाइहरूको चाहिँ अभिलेखीकरण हो। जुन कुरामा एउटा यो हुन त यो हाम्रा धेरै दिदीबहिनीहरूले भोगेको कुरा हो, तर सबैसँग लेखन सिप हुँदैन। सबैले यस्तो खालको चाहिँ लेख्ने चाहिँ आँट पनि गर्नुहुन्न, तर उहाँले यो आँट गर्नुभएको छ कति पनि नडराइकन। त्यही भएको हुनाले यो निबन्ध कृति अत्यन्त पठनीय छ। अनि धेरैभन्दा धेरै दिदीबहिनीहरूले पढ्न आवश्यक छ। हाम्रा छोरीहरूलाई बोल्ड बनाउन, उनीहरूलाई आत्मविश्वास भर्न र अगाडि चाहिँ बढ्ने खालको एउटा ग्रन्थ, एउटा प्रेरणादायी ग्रन्थको रूपमा यो पुस्तक रहेको छ। र यो यहाँले पनि पढ्नुहोला, आफ्नो साथीभाइ अरू दिदीबहिनीहरूलाई पनि पढ्न दिनुहोला, किनभने नपढे धेरै थोक पछि पढिन्छ। पढ्यौँ भने हामीले धेरै कुराहरू प्राप्त गर्छौँ। ज्ञानको महत्त्व कति छ। हामीले हाम्रा छोराछोरीहरूलाई पढाइका लागि सारा आफ्नो कमाइ खर्च गरिरहेछौँ, सारा जिन्दगी खर्च गरिरहेछौँ भनेदेखि हामीले साहित्य किताबहरू पढ्ने पनि बानी बसाल्यौँ भने उहाँले जीवनमा यति धेरै दुःख गरेको कुरा यो किताबमा आएको छ। यो यति राम्रो पुस्तकबारे हाम्रो किशन पौडेल सर लगायत मातृभूमि संस्थाका सबैजनाले यसलाई राख्नुभयो, एकदमै खुसी लाग्यो। र यो यसको भाषा पनि एकदम कस्तो छ भन्दा सरल भइकन पनि कस्तो दार्शनिक कुराहरू पनि यसमा आएको छ। सरल भइकन, सरस भइकन पनि चाहिँ सुन्दर भाषा यसमा छ। र यसमा भएका मुख्य कुराहरू त यिनै हुन्, मैले खास छुटाइन होला। अनि
एउटा पितृसत्ताको एउटा कुरूप पक्षलाई उहाँले निडरतापूर्वक खण्डन गर्नुभएको छ अनि हरेक महिलाले यो त मेरै कथा हो नि, यो मेरै कथा यहाँ आएको रहेछ भनेर उहाँहरूले भन्नुहुन्छ। अनि एउटा छोरीलाई एउटा आत्मबल बढाउने कृतिको रूपमा पनि यसलाई हेरिन्छ। यो कृतिका बारेमा मैले यति नै बोलेँ, यहाँहरू आफैले पढ्नुहोला होइन। र यति सुन्दर कृतिका बारेमा मलाई बोल्ने मौका दिनुभयो, यसका लागि म यस संस्थाप्रति हार्दिक आभार प्रकट गर्दछु। र समग्र चाहिँ मञ्चमा आसीन व्यक्तित्वदेखि सबैजनासँग परिचय हुने मौका मिल्यो, यहाँहरूले पनि मेरो कुरा सुनिदिनु भयो। म सबैप्रति आभार प्रकट गर्दै मेरो भनाइ यही राख्छु। धन्यवाद। धन्यवाद प्रभा म्याम।